अमेरिकाद्वारा अपरेसन एब्सोल्युट रिसल्भ नामक सैन्य अपरेसन मार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो? यसको सही आन्सर हो अप्सन सी, सन् 2026 जनवरी 3। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2025 मा नेपालमा विभिन्न मुलुकबाट कति पर्यटकको आगमन भयो? यसको सही आन्सर हो अप्सन ए, 11,58,459। लेखनाथ साहित्य पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुन्? यसको सही आन्सर हो अप्सन बी, प्राध्यापक घनश्याम पौडेल। राष्ट्रिय पोशाक तथा टोपी दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो अप्सन बी, जनवरी 1। प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्ड 2025 मा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो? यसको सही आन्सर हो अप्सन डी, दी ब्रुटलिस्ट। बिमस्टेक बडापत्रमा कहिले हस्ताक्षर भएको हो? यसको सही आन्सर हो अप्सन ए, सन् 2022 मार्च 30। साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले भएको हो? यसको सही आन्सर हो अप्सन डी, विक्रम सम्वत 2081 मङ्सिर 3। प्रतिनिधि सभा निर्वाचन 2082 का लागि कुल मतदान स्थल कति रहेको छ? यसको सही आन्सर हो अप्सन सी, 10,967। अस्ट्रेलिया ओपन टेनिस प्रतियोगितामा सहभागी भई इतिहास रच्न सफल नेपाली खेलाडी को हुन्? यसको सही आन्सर रहेको छ अप्सन बी, शिवाली गुरुङ। देशभरमा सबै भन्सार कार्यालयमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कहिलेदेखि कार्यान्वयनमा आएको हो? यसको सही आन्सर हो अप्सन सी, विक्रम सम्वत 2082 पुस 18 गते। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो? यसको सही आन्सर हो अप्सन बी, विक्रम सम्वत 2078 असोज 12 गते। सन् 2025 को ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन हो? यसको सही आन्सर हो अप्सन डी, सिङ्गापुर। पद्मश्री साहित्य पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुन्? यसको सही आन्सर हो अप्सन ए, रमेश भुसाल। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत हुने अनुमान छ? यसको सही आन्सर हो अप्सन डी, 4.6%। सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो? यसको सही आन्सर हो अप्सन सी, विक्रम सम्वत 2081 देखि 2091 सम्म। G20 शिखर सम्मेलन 2025 कहाँ सम्पन्न भयो? यसको सही आन्सर हो अप्सन डी, दक्षिण अफ्रिका। हाल मुलुकमा ब्याङ्किङ पहुँच पुगेको स्थानीय तहको सङ्ख्या कति रहेको छ? यसको सही आन्सर हो अप्सन सी, 753 वटा।